श्री लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठान रम्बायक सङ्घामा पिपलीको आज वैशाखको पहिलो शनिबार पिपलको जल खाने, जल अर्पण गर्ने र पिपलीको सेवा गर्ने कार्यक्रम रहेको छ। आज यहाँहरूको उपस्थिति, पानी आउँदा पनि छाता ओढेर भए पनि यहाँहरूले आफ्नो धर्मप्रति देखाएको उत्साह उमङ्गमा हामी हार्दिक कृतज्ञता प्रकट गर्दछौँ। म यहाँहरूलाई देखाउँदैछु पिपलीको जल खान आउने भक्तहरूलाई म देखाइरहेको छु। यहाँहरू देख्न सक्नुहुन्छ पानी आए पनि राधे राधे। पिपलीको जल खान आउने महिलाहरूको उपस्थिति राम्रै देखिएको छ। यहाँहरूले देख्न सक्नुहुन्छ यस भिडियो मार्फत यहाँ पानी परिरहेको छ। यहाँले आफ्नो कर्म गरिरहनु भएको छ। यस धर्मप्रतिको लगावमा यस लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठान यहाँहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्दछौँ। हाम्रो लक्ष्मीनारायण धामको नाग मन्दिर यहाँ म देखाउँदैछु। नाग मन्दिर विशाल नाग पोखरी, नाग मन्दिर, चक्रशिला, यही काली नदीमा भेटिएको नागको शिला राखिएको मन्दिर हामी यहाँ देखाउँदैछौँ।